हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। होइन गाइस, आज चाहिँ म कति दिनको बादमा ब्लग सुनाउँदैछु। अन्त म चाहिँ कहाँ जाँदैछु, आज रानीपुल जाँदैछु हो। घरबाट निस्किन आँटेको अन्त हो। आज्ञा हो। अन्त अब जाँदैछ रानीपुल चाहिँ हाम्रो चिप्टीको यहाँ घाम लाग्दैछ हो। विन्टरमा चाहिँ यस्तो हुँदैछ। अन्त यो बाटो चाहिँ यहाँबाट आउँदैछु म चाहिँ। कस्तो डरलाग्दो गरम छ चाहिँ। रानीपुल किन गएको, जेरक्स गर्नु गएको। यो देख्नुहुन्छ नि, यो पेपर, यो चाहिँ डल्लै जेरक्स गर्नु गएको हो। त्यही भएर चाहिँ म हिँड्दैछु। अन्त आप्पा आइया चाहिँ अगाडि जानुभयो। फेरि आइयाले चाहिँ बिर्सेछ नि यो पेपर लिनु। फेरि म लिएर आएर चाहिँ अन्त फेरि जान्दैछु। यति डरलाग्दो बिहानमा चाहिँ यति डरलाग्दो घाम लाग्छ। अन्त बेलुका भयो भने त त्यही हो, चिसो। मलाई पुगिसकेछ हो। म चाहिँ यहाँ बिस्तारै कुद्दैछु हो। यहाँ चाहिँ हरियो परियो छ हो। यो रोड कार्पेटिङ भएको भए चाहिँ हाम्रो गाडी माथिसम्म हुन्थ्यो, तर छैन। यहाँ हेर्नुहोस्, रफ खनिरहेको छ रोड चाहिँ हो। त्यो भएर चाहिँ छुट्टो छुट्टो भए चाहिँ राम्रो हुन्थ्यो नि। लु अब यो पक्रिन्छ। म चाहिँ आप्पालाई दिँदैछु कि त्यो राम्रो राख्ने दुइटा चाहिँ पेपर। अन्त यहाँको यो रोड थियो, त्यत्रो माथि छ। गाडी उपर राखिरहेछ, बिचको चाहिँ हो। अब स्टार्ट गर्दैछ अहिले, खालि पचाउँछ छिटो। यस त्यहाँ चाहिँ गाडी स्टार्ट हुँदैछ हाम्रो। ल अब लाग्छ हेर्नु। ल आउनु आउनु छ टाइपको के हो। र यहाँ रोड आइकले गाडी स्टार्ट गर्नुहुँदैछ। अब हामी चाहिँ निस्किन आँटेको हो। यहाँ पर चाहिँ यता गाडी आउँदैछ हो। अब त्यहाँ हामीलाई एउटा पर्मिट बनाउनु, त्यो के भन्छ काठ ल्याउनु, त्यो गर्नु, चामल ल्याउनु। यहाँ खोला आइपुग्यो हो। अन्त गाडी दिनु आएको हुनु चाहिँ। अन्त त्यसै हामी चाहिँ यहाँ अब खोला एकछिन निस्केको हेर्नु आएको हो। र कति दिनको बादमा आएको म चाहिँ यो खोला हो। कस्तो सुकिसकेछ अन्त। हामी जाने सन्चै ठाउँ चाहिँ यो हो। यो हो सन्चै हामी जाने ठाउँ चाहिँ यो हो। यो पर हो। यहाँ आइपुगेर यहाँ हो खोला आइपुग्नु पुगिसक्यो। अन्त यस्तो डरलाग्दो उयो छ हो, गरम छ। यता चाहिँ म यहाँ आइपुगेर अब चाहिँ यहाँ उयो गरौँ भनेको। यहाँ चाहिँ पुरा उयो गर्दैछ हो। देख्नुहुँदैछ नि, यहाँ एउटा कालो माछा हो। भित्र कालो माछा हो। यो चाहिँ क्याटफिस हो। पर जाँदैछ हो। चाहिँ आप्पा र म चाहिँ यहाँ बसिरहेको छु होइन। अन्त हामी चाहिँ यहाँ खोला आएको थियो। गाडी धुन्दै यहाँ खोला पनि आएको थियो। अन्त हामी चाहिँ ठिकै घुम्दै निस्केको हो। कति दिनको बादमा चाहिँ खोला आयो हो। अन्त विन्टरको टाइममा आएको। यस्तो छ। आज चाहिँ घाम लाग्ला पनि गर्छ हो। अन्त हेर्नु, ब्ल्याक एन्ड व्हाइट। यो चाहिँ खोलाको त्यहाँनिर रहेछ हो। यो चौरा यहाँ चाहिँ माछा पुग्दैछ हो। चाहिँ म निस्केको हो। अन्त यहाँ चाहिँ माछा पनि सक्यो। अन्त आज जस्ट टाइम पास चाहिँ मजा आयो। अन्त फिसिङ कहाँ पनि गरेन भनौँ, सरी केही त पक्रेन। जस्ट अब
टाइम पासको लागि चाहिँ आएको अन्त यहाँ पर पिकनिक हुँदैछ हो त्यही भएर अब चाहिँ निस्केको हामी म अघि जान्छ बच्चा ल किट बच्चा आमा चाहिँ यहाँ हुँदैछ बाघेर त शङ्कर भगवानको यो चाहिँ पानीहरू नाकहरू छ यही हो अब चाहिँ गएको मैले बिहान भनेको थियो म चाहिँ सौदा गर्नु गएको हो तर खोला पनि गयो गाइस हामी चाहिँ घर फर्किँदैछौँ अब चाहिँ हो हामीले यहाँ सौदाहरू पनि गरिसक्यो साग पनि किनिसक्यो हो यहाँ सब्जीहरू हो सौदाहरू सबै भइसक्यो आलु मटर तरुल गाडी दुइदै गरेर यहाँ हो टेलिक्क सफा पनि भइसक्यो आइयाको गाडी हो यता चाहिँ आइया हो आपा निस्किनु हुँदैछ गाडीबाट आइयाले चाहिँ गाडी सिलुक्क भयो अब बिहान हेर्ने हो सौदा जाँदैछ अब चाहिँ हामी यहाँ आइपुग्यो बाटोमा हो अब चाहिँ घर जाँदैछु अन्त हेर्नुहोस् अहिले चाहिँ पछाडि त्यो अघि बिहान मैले बोकेको कागज लिएर जाँदैछ म चाहिँ सागहरू बोकेर सौदाहरू बोकेर जाँदैछु हो अन्त तपाईँहरूलाई आजको भिडियो चाहिँ कस्तो लाग्यो अन्त हेर्दै हुनुहोस् थ्याङ्क यू फर वाचिङ दिस भिडियो प्लिज सब्सक्राइब टु माई च्यानल डेन्जङ ब्लग्स अन्त हेर्दै गर्नु ब्लग्स चाहिँ आउँदै गर्छ म